भाग्दैन, देश छोडेर जाँदैन। बालेन्द्र शाहलाई पनि हामी सोध्न चाहन्थ्यौं, तपाईले सिंहदरबार जलिरहँदा सामाजिक सञ्जालबाट उस्काउने काम किन गर्नुभयो? यसैगरी हामी सोध्न चाहन्छौं, संसद भवन जलिरहँदा, न्यायालय जलिरहँदा, राजनीतिक दलका कार्यालयहरू जलिरहँदा, नेताका घरहरू जलिरहँदा दमकल पठाउन किन आनाकानी गर्नुभयो? हामी यस्ता प्रश्नहरू सोध्न चाहन्छौं र उहाँलाई जनताको माझ उभ्याउन चाहन्छौं यो प्रश्न मार्फत। तर विडम्बना, अन्य नेताहरू जनता फेस गर्न तयार हुनुहुन्छ, उहाँ हुनुहुन्न। भर्खरै खबर आएको छ उहाँको सचिवालयबाट, अहिले नै हामीले मिडिया फेस गर्ने तयारी गरेका छैनौं, केही समयपछि हाम्रो नेता बालेन्द्र शाह मिडिया फेस गर्नुहुनेछ भन्नुभएको छ। जस्तै आत्मसात गर्दै अहिले के भनौं भने, हामी यो प्रश्न बालेन्द्र शाहलाई यही धरतीमा सोध्न पाउनेछौं, यही दमक 5 को यही मैदानमा सोध्न पाउनेछौं 21 गते भन्दा अगाडि। यति चाहिँ यहाँबाट भनौं। म अब रञ्जितजीसँग जान चाहे, तपाईहरू निर्वाचनमा मतदातालाई के भनिराख्नु भएको छ? अहिले दुईटा अतिवाद एकदम चलेको छ, बनाउने र डराउने भनेर। सानसाना बालबालिकादेखि लिएर त्यत्रो व्यक्तिहरूको हत्या भएको पृष्ठभूमिमा निर्वाचन आइरहेको छ। तर कसरी आइरहेको छ भन्दा संविधानबाट डिरेल भएर। यो दुईटा अतिवाद होइन भन्दै हुन्छ। दुईटा अतिवाद होइन, एउटा अतिवाद हो, अर्को त्यसको प्रतिवाद हो। ओके, अतिवाद र प्रतिवाद उहाँकै शब्द लिए। तपाईहरु कसरी बुझिराख्नु भएको छ? मतदातालाई के बुझाइराख्नु भएको छ? सबभन्दा पहिलो कुरा त तपाईले भन्नुभएकै कुरा सही हो। दुई अति देशको क्षति र देशको क्षति हुन फेरि पनि खोजिरहेको छ यो क्षेत्रमा। मनोनयन दर्ताको दिनदेखि पछिल्लो समयसम्म आउँदाखेरि त्यसको छनकहरू पनि देखिरहेछ। हामी यही कुरा जनतालाई भनिरहेका छौं, ताकि मुलुकले अहिले अब मुठभेड र भिडन्त चाहेको छैन, शान्ति र स्थिरता चाहिएको छ। पुरानो पुस्ताले अथवा हाम्रो पूर्व प्रधानमन्त्रीहरूले बनाउनु भएको गर्नुभएको विकासको मोडेल, उहाँहरूले देख्नु भएको समृद्ध नेपाल अब मोटामोटी मुलुकलाई पुगिसक्यो। उहाँहरूको पुस्ताले सोचेको देश, विकास र समृद्धिको मोडेल यो ठाउँले, यो गाउँले, देशले देखिसक्यो, भोगिसक्यो। अब मलाई लाग्छ मतदाताहरू त्यतापट्टि फर्किन चाहनुहुन्न। त्यही भएर मतदाताहरूको म कुरा सुन्छु। अब धेरैले अब भत्ता खानेतिर जानुपर्छ, सत्तातिर युवाहरू जानुपर्छ भनेको म सुन्छु। त्यो हिसाबमा हेर्दाखेरि जस्तो यो निर्वाचनको बेलामा जस्तो हामी देखिरहेका छौं, यो स्वाभाविक निर्वाचन होइन। र यो स्वाभाविक निर्वाचन होइन भने यो अस्वाभाविक कसरी भयो? मैले बुझेको के हो भने, एउटा राजनीतिक नेतृत्वले राज्यका